एभोकाडो हो नि त्यसमा राम्रो सलु ट्राई गर एभोकाडो नि धेरै भयो त्यसै खानु त यो नभए पानी ढोका राखेर नि यो फ्रिजको हो पानी पिक पहिला त्यहाँदेखि पानी त्यो उयो वाइप गर्छ त्यो ट्राई हुन्छ ठिक छ केही भएन नगर क्रन्च चाहिने रहेछ क्या यो भयो कि निरज ट्राई गर न यही मिठो छ त त्यसमा बढी चिजहरू छ नि त अरे एटलिस्ट यस्तो हुन्छ टेस्ट भनेर थाहा त पाउँछ नि त खाऊ न तिमीलाई अर्को दिन अमिलो चटपटे खुवाइदियो भने फेरि ए यस्तो रहेछ बनाउन फेरि गर्नु गरेको है भनेर यो चाहिँ भएको है अहिले अनुहार कस्तो बनाएको अलिक खुसी भयो अब नि त भेलु भयो नि त्यो चिज त्यस्तो भएको देखेर मैले पहिल्यै भनेको ठिक चाहिँ छोड्दै नि छोड्यो के ए अर्को लटमा नि भयो नाल धेरै थोरै भयो एमा त त्यो नाचोस् भन्दा त यस्तो धेरै खान्छन् के पनि मिल्यो अहिले अब देखा रोह म गर्छु यार ओ ल ल ल ल ल ल ल मुकेश सेफ बनाए दिस बा 1 2 3 गो यो बहुत मिठो भयो खाएर यो मिठो भयो कहिले म बनाउनु हल्का चिज धेरै भएको होला यता देखाऊ यो ठिक भयो क्या त्यस्तो त्यो स्लाइसको पनि आधा चिज हाल्ने ल टेस्ट गर अनि हेर्ने त्यो यो ठिक भयो दुध चाहिँ त्यही किसिमले हाल्ने क्या दुध पहिला तताएर कतिको क्रिमी भयो ल हाँसमा यो नाचो त ओ अहिले त सबजना रामजानीको बेला मात्र भएछ त्यहाँ कोही छैन नि त अरू चाहिँ बाक्लो राम्रो हो है यो हो नि त पारा यस गाउँकोले गरेछ यस गाउँकोले गरेर यता त आइसक्यो फेरि अर्को यसलाई के मान्छेबाट पुरै छरिदिने कि छँदै छैन कि यो त हामीले कति